राजापातीहरू चाहिँ बडो चाहिँ अब कताबाट पैसा ल्याएका छन्, पैसा त उनीहरूले थुपारेकै होला। त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको देखिरहेको। त्यसकारण म के भन्न चाहन्छु भने हामी जाइलाग्ने चाहिँ होइन। उनीहरूको सभामा, उनीहरूको आन्दोलनमा हामीले गरेर आक्रमण गर्ने भन्न मैले खोजेको छैन, बुझ्नु होला। तर उनीहरू छाडा भएको छन्, छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन्। यदि उनीहरू आइलाग्छन् भने त्यसको ईँटको जवाब पत्थरले दिनुपर्छ। म हिजोको मात्रै एउटा घटना नुवाकोटको सुनाउँछु। म यसरी नै बोल्दै थिएँ, एउटा राजावादी अराजक मान्छे रहेछ। मैले बोल्दा बोल्दै म प्रश्न गर्छु भने खेतालको मान्छे। मैले सोचेँ म बोल्दै छु, कार्यक्रम समापन गर्दैछु, एउटा मान्छे बडो चाहिँ आक्रोशपूर्ण मुद्रामा मैले प्रश्न गर्न चाहन्छु। मैले त्यति बेला राजावादको या राजावादीहरूको वैचारिक, राजनीतिक र तथ्यगत खण्डन आलोचना भण्डाफोर गर्दै थिएँ। म उसलाई सहिसक्नु भएन छ। उसले त काठमाडौँको जुलुस देखायो होला, त्यसो भएर उसको अलिकति बढ्यो होला। मैले यो प्रश्न उत्तर कार्यक्रम होइन, प्रश्न उत्तर कार्यक्रम बिहान पत्रकार सम्मेलनमा थियो, त्यही सोधे भए जति सोधे पनि यो प्रश्नोत्तर होइन भन्दा पनि ऊ उफ्रिराखेपछि त्यहाँ जनताले नै, हामीले होइन, जनताले नै उसलाई राम्रै प्रतिवाद गरे। राम्रै उसलाई जीवनभर पुग्ने गरी प्रतिवाद, जीवनभरि नपुग्ने गरी। यदि कोही जाइलाग्छ हाम्रा विरुद्ध भने, आइलाग्छ भने त हामी त्यसको त प्रतिवाद गर्नै पर्छ। नत्र हामी वैशियल कसरी भइयो त, हामी कसरी भइयो त। त्यहाँ त्यो तयारी पनि स्वयंसेवकको रूपमा, भोलिन्टियरको रूपमा त्यो तयारी पनि आउने नेतृत्वले गरोस्, पुरानो नेतृत्वले त्यसको तयारी गरोस् भन्न चाहन्छु। कारण मैले भने वैचारिक प्रतिवाद, तर्क वितर्क, तथ्य राख्ने, कोले के गरेका हुन् सबै इतिहासैदेखि उल्ट्याएर हाम्रा युवा साथीहरूलाई बुझाइदिनु पर्यो। यी सबै यति धेरै छन् घटनाहरू, ती सबै थियरिस्ट इतिहासका ल्याएर जनतालाई भनिदिनु पर्यो, युवाहरूलाई अझ पनि भनिदिनु पर्यो। राजनीति ल्याएर भन्न पर्यो। अहिले फटाफट राजतन्त्रको अन्त्य भएपछि यिनै राजा महाराजा भन्नेहरूले तस्करी गरेर चोरेर लगेका मूर्तिहरू फिर्ता हुँदैछन् नेपालमा। यो तथ्यलाई भनिदिनु पर्यो हामीले, यो तथ्यलाई भनिदिनु।